हे ईश्वर, संसारका सबै आमालाई राम्रो स्वास्थ्य भएको जीवनको आशीर्वाद देऊ। संसारमा आमा बाहेक अरू कोही छैन जसले नबोलिकनै मनको हरेक कुरा बुझिदिन्छ। बच्चालाई गाली गरेर आफै एकान्तमा गएर रुन्छिन्। आमाको माया नै हो साँच्चै हजुर, आमा त्यस्तै नै हुन्छन्। आमा ती हुन् जसले अरू सबैको ठाउँ लिन सक्छिन्, तर उनको ठाउँ अरू कसैले लिन सक्दैन। मेरा सारा गल्तीहरू माफ गरिदिन्छिन्। एकदम रिसमा भए पनि माया दिन्छिन्। उनको ओठबाट सधैँ आशीर्वाद निस्कन्छ। त्यस्तो गर्ने एक मात्र व्यक्तिको नाम नै आमा हुन्छ। यात्रा लामो छ, लक्ष्य टाढा छ, छोटो जिन्दगीमा तनाव धेरै छ। यो दुनियाँले त उहिले ज्यान लिन्थ्यो होला, तर आमाको आशीर्वादको असर निकै छ। हरेक सम्बन्धमा मिलावट देखे, कच्चा रंगहरूको सजावट देखे, तर वर्षौं हो आमालाई देखेको। न त उनको अनुहारमा कहिले थकान देखे, न त उनको ममतामा कुनै मिलावट देखे। आमा सारा रौनक दिखे दुनियाँको, तर जुन आनन्द तिम्रो छेउ बस्दामा छ, त्यो अन्त कहीँ कतै छैन। त्यो व्यक्तिसँग मित्रता नगर्नु जो आफ्नै आमासँग ठूलो ठूलो आवाजमा झर्कन्छ। उसले आमालाई त सम्मान गर्न सक्दैन भने तिमीलाई कसरी सम्मान गर्छ? हामी जन्मिएको दिन हाम्रो जीवनकै एक मात्र दिन हो जब हामी रुँदा पनि हाम्री आमा मुस्कुराएकी थिइन् होला। संसारका सबै आमालाई शिर निहुर्याएर नमन।